हेलो नमस्कार सबैजनालाई साथै शुभ बिहान। आज म अरू दिनभन्दा अलिक धेरै खुसी छु किनभने आजको दिन मैले स्पेनमा बस्दैछु भनेर यहाँको नगरपालिकामा दर्ता गर्न जाँदैछु, जसलाई यहाँको भाषामा एम्पार्दोनामेन्टो भनिन्छ। म स्पेन आएको करिब 2-3 महिना भयो र बल्ल यो दर्ता गर्ने अवसर आज मिल्दैछ। हामी 3 जना सबेरै उठेर तयारी भएर खुसीसहित बसेका थियौँ। केही समयपछि हामीलाई लिन भनेर करिब बिहानको 6:30 बजेतिर बोस आइपुग्नु भयो र हाम्रो यात्रा यहीँबाट सुरु भयो। बिहानको झिसमिसेसँगै हाम्रो यात्रा सुरु भइसकेको थियो। सबैजना आफ्नो आफ्नो धुनमा थिए, कोही सुतेका थिए भने कोही यत्तिकै बसिरहेका थिए। म भने खुसीले र सानो भ्लग गर्ने कुराले गर्दा भिडियो खिच्दै थिएँ र यताउति निहाल्दै बसिरहेको थिएँ। यात्रा गर्दै गर्ने क्रममा मलाई यो समय चाहिँ एकदम मन पर्यो किनभने सूर्य उदाउने क्रममा थियो, जुन एकदम राम्रो र मलाई मन पर्छ। करिब 40-45 मिनेटपछि सूर्यको किरणले पनि धरतीमा पाइला देख्यो र झिसमिसेबाट उज्यालोमा परिणत भयो। हाम्रो हेमराज सर भने आफ्नै दुनियाँमा सपना देखेर बस्दै हुनुहुन्थ्यो। सरी है हेमराज सर, तपाईँलाई नभनिकन यो भिडियो बनाएँ। केही क्षणलाई गाडी रोक्यो, फ्रेस भयो र फेरि आफ्नो गन्तव्यतिर लम्कियो। बिचमा एउटा ताल जस्तो देखियो र सबैजनालाई त्यतै हेर्न व्यस्त भयो र मैले अलिकति भए पनि खिच्न पाएँ, तर ताल भने हुस्सेले गर्दा देख्न पाइएन। करिब 2 घन्टापछि हाम्रो यात्रा सफल रह्यो र अलि धेरै जाडो भएको कारणले गर्दा हामी सबैजनाले कफी खाने निर्णय गर्यौँ। बिहानै भएको कारणले गर्दा खासै भोक लागेन र हामी 3 जनाले कफी मात्रै खायौँ। कफी खाइसकेपछि हामी आफ्नो दर्ता गर्नको लागि भनेर नगरपालिकातिर लाग्यौँ र त्यहाँ पहिले नै हामीलाई दर्ता गराइदिने एकजना स्पेनिसले कागजपत्रहरू सबै मिलाइसकेका रहेछन्। हामी नगरपालिकाभित्र गयौँ र 3 जनालाई आफ्नो सिग्नेचर गर्न लगाएर आधा घन्टापछि आउनु भनेर पठायौँ। आधा घन्टापछि फेरि हामी नगरपालिकातिर लाग्यौँ। नगरपालिकाभित्र भिडियो गर्न डर लाग्यो, सायद खिच्न पाइँदैन पनि होला, त्यही भएर मैले चाहिँ भिडियो बनाएन। फाइनल्ली हाम्रो दर्ता भयो र हामी स्पेनमा बस्दै आएको भनेर पर्मानेन्ट पनि भयो। केही समयपछि हामी फर्कियौँ। र यो हामी 3 जनाको खुसीसँगै आजको यो भिडियोलाई यही अन्त्य गर्छु। धन्यवाद।